आजको सम्पत्ति भन्नुको सबैले चाहे हुने कुरा हो होइन, व्यक्तिगत उमा गइरहेको छ के। काठमाडौँमा देखिएको खानेपानीको अभाव कम गर्नका निम्ति महत्त्वपूर्ण स्रोत मानिएको मेलम्ची खानेपानी आयोजना सुरु हुन नपाउँदै विवादमा परेको छ। कहिले सरकारी स्तरबाट त कहिले स्थानीय स्तरबाट हुने विवादका कारण यो योजना ओझेलमा परेको छ। यसैबीच मेलम्ची नदीको पानी काठमाडौँ लैजाँदा तपाईलाई कतिको असर पर्छ भनी आज हामीले मेलम्चीवासीलाई सोधेका थियौं। मेरो त घर यहाँ भोटजौरको छेउमा पर्छ हैन, हाम्रो त्यहाँबाट पानी जाँदाखेरि अब चाहिँ नि हाम्रो एक त पानी सुक्छ, दुईमा चाहिँ नि बाढहरू विविध प्रकार चाहिँ नि खोलाबाडी भनौँ न, खोलाको छेउमा चाहिँ नि जग्गाहरू छन् हाम्रो ती सुक्छन्, विभिन्न प्रकारको चाहिँ हाम्रो प्रब्लम हुन्छ। विकास गर्छु भन्छ, कहाँ विकास गरौ है, काठमाडौँ अघि यहाँ मेलम्चीले गरौ विकास हामीलाई थाहा छैन, तर हामीलाई विकास चाहिन्छ, खानपान लैजाओस् हामीलाई ठिक छ। के होला हामी त अब त्यही गाउँतिर पैसा छ है, हामीले त त्यही केही नि थाहा छैन। अब काठमाडौँ लाग्ने भए अब त्यही उनीहरू राम्रै हुन्छ होला कि, हामी त पाहाडतिरै पैसा छ होइन, यस्तै नै छ हामीलाई त। के हामीले समस्या त आफूले समस्या परेको राम्रै हुनुहुन्छ होला कि, हामीले चाहिँ अब हामी पाहाडतिरै बस्ने मान्छे, अब यस्तै हो, हामीले केही जाने छैन, यस्तै नै हो। पर्दैन, असर पर्दैन, के पर्ला र, यहाँ नि आइहाल्छ पानी, मूल भनेको कुरो जता नि भइहाल्छ, जम्मनले खानुपर्छ। सामान्य रूपमा खेतीपाती विशेष गरेर माछा मार्ने व्यवसाय गर्ने माझीहरू छन्, तिनीहरूको जीवनमा प्रत्यक्ष प्रभाव पर्छ। अर्को कुरो पानी त्यसरी स्वाटै उता लागेपछि मूलहरू सुक्ने सम्भावना हुन्छ, त्यसले गर्दाखेरि स्थानीय मान्छेहरूलाई त व्यापक असर पर्छ नि पर्दैन। असर भन्नाले त यताकोलाई त त्यति असर पर्दैन होइन, असर पर्ने जति माथि त्यो बाँध ठाउँमै असर पर्ने हो, यहाँको लागि त्यसरी असर पर्दैन होइन। तर यो मेलम्ची खानेपानी जति लानु खोजेछ नि त होइन, त्यो उनले सोचेको आशा गरे अनुसार चाहिँ त्यो चाहिँ फल चाहिँ अहिलेसम्म पाएको हुँदैन। असर त परिहाल्छ नि, हामीले यहाँ के खाने त।